कतिपल्ट राख्नुभयो यो अहिले गनेर राखेको छैन हामीले यो अन्दाजमा राखेको छु अहिले बराबर जस्तै मेरो मुठीको हात गरिरहेको त्यस्तै हुन्छ ल अहिले नै सबैजना हल्ला नगरिदिनु तपाईँको यो सेट चाहिँ नि अन्दाजको भरले थोरै छ नि त अहिले यो अन्दाजको भरमा मैले अहिले राख्दैछु अहिले हाम्रो यो 10 मुठा बनाउनु पर्यो भने आफूलाई जति गरेर राख्न मन लाग्छ उति सेन्ट 1 बोतल राख्ने 4 बोतल चाहिँ नि यो तेल राख्ने तेल चाहिँ नि अहिले मैले कम राखेँ होइन अहिले हामी बजारमा किन्नु पर्यो भने यो बाटेको ढुकमा यस्तोमा सबैमा मिसाकी हुन्छ यो तर हामीले हतपत चाहिँ नि मिसाउँदैन यो होइन तर हामीले सिङ्गे ढुकमा मात्रै हुन्छ फ्लेभर अनुसार हुन्छ है आफूलाई कुन फ्लेभर मनपर्छ त्यो हिसाबले ल्याउँदा नि हुन्छ गन्ध सुँगेर त्यो हिसाबले ल्याउने हो अहिले चाहिँ नि हाम्रो यो कम छ नि त कमको हिसाबले मैले चाहिँ नि यो चाहिँ यो बोतलले 1 बोतल आधा यसमा राखेको छु यो सेन्ट चाहिँ नि आधी मात्र राखेको छु बुझ्नुभयो नि मतलब त्यो 1 भागको 4 भाग राख्ने हो 1 भागको 4 भाग 4 भाग डबल 4 डबल गरेर यो अब ठुल्ठुलो मुठा 10 मुठा भइदिएको भए 1 लिटर सेन्ट राखेर यो 4 बोतल राख्दा हुन्थ्यो अब छैन नि त हामीसँग त यहाँ यो एक भाग यो 4 भाग त्यही भएर त्यही हिसाबले अन्दाजको भरमा राख्नु यो चाहिँ के हो तेल हो यो के हो यो सिङ्गे ढुकमा राख्ने सेन्ट भन्यो भने उहाँहरूले नै सबै मिलाएर दिनु म पसलको तपाईहरुलाई कार्ड दिन्छु ल अहिले ल्याएको छु अनि यो तेल पनि राख्नु पर्यो हैन त्यही दिन्छ हो डोरीको हैन दुईटा मात्र त्यो सिङ्गे ढुक्कै हो सिङ्गे ढुकको यो हो दुईटा दिनुहुन्छ उहाँहरूले सिङ्गे ढुक्कै आफूले फ्लेभर मात्र फ्लेभर आफूले चुनेर ल्याउने हो फ्लेभर आफूले जुन ल्याउँदा नि हुन्छ यो लिटरमा आउँछ हैन तर आफूले गन्ध सुँगेर ल्याउँदा यो भनेर माग्दा दिनुहुन्छ के कसैलाई अब कुन फुलको मन पर्छ कसैलाई कुन कसैले जास्मिन मन पर्छ कसैले रोज मन पर्छ हैन यो हाम्रो अहिले अब धेरै छैन नि त बाजीमा भएको भए त यसरी सबै डुबाएर निकाल्नु हुन्थ्यो अब छैन प्लास्टिक पेन हो प्लास्टिक भिडियो गरौँ तपाईहरु एकैछिन डुबाउने निकालिहाल्यो म्याम कति बेर राख्यो म्याम यो धेरै राख्नु